साथीहरु नमस्कार, माइसेल्फ मिस्टर अनिल फ्रम ऑल इन वन मिस्टर अनिल च्यानलबाट। र आज हामी धेरै इम्पोर्टेन्ट कुरा पढ्छौं र त्यो चाहिँ स्ट्रक्चर अफ नेफ्रोन छ। र हामीसँग थाहा हुनुपर्छ कि हामीसँग दुईटा किडनी छ, राइट किडनी र लेफ्ट किडनी। इट इज रेट्रोपेरिटोनियल organ and right kidney is slightly lower than left kidney due to presence of liver. There is a lot of parts of liver is situated in the right parts of our body. That's why the kidney is suppressed down. The right kidney is suppressed down. र त्यो कुरा अलिकति म एनाटोमी को कुरा भने, तर खासमा स्ट्रक्चर अफ नेफ्रोन र नेफ्रोन को कुरा हो। तर हजुरहरुलाई यो पनि थाहा हुनुपर्छ कि नेफ्रोन को कुरा हामी गर्छौं त्यतिखेर हामी के हुन्छौं थाहा छ? मिलिनियर। किनभने हाम्रो एउटा किडनीमा 1.2 देखि 1.3 मिलियन्स अफ नेफ्रोन हुन्छ भने अर्कोमा पनि 1.2 देखि 1.3 मिलियन्स अफ नेफ्रोन हुन्छ। एज पर नेफ्रोन इज कन्सर्न देन वी ऑल आर मिलिनियर। हामीहरु भन्छ नि हाम्रो शरीरमा अजुबा कुराहरु छ। र यहाँ स्ट्रक्चर अफ नेफ्रोन र जति पनि कुरा हामी जसरी अब कलेक्टिङ द किडनी ले एक्सक्रेसन अफ युरिन गर्ने गर्छ र हामीहरुले प्रत्येक पार्टमा के हुन्छ र कुन पार्ट कहाँनिर सिचुएटेड हुन्छ र व्हाई दैट पार्ट इज भेरी इम्पोर्टेन्ट त्यो बुझ्नु पर्छ। जसरी हाम्रो बडीमा हामी जति पनि कुराहरु खाइरहेको हुन्छौं, सपोज ग्लुकोज हैन, ब्लड छ बडीमा हैन, धेरै जस्तो कुरा छ जुन फिल्टर हुन्छ, फिल्टर। अब त्यो फिल्टर हुन्छ र कति हुनु पर्ने, कुन कुरा बाहिर जानु पर्ने छ, कुन कुरा भित्र फेरि रिएब्जर्ब गर्नु पर्ने छ, त्यो सबै कसले डिटरमाइन गर्छ? यो नेफ्रोनले। त्यसैले यो बहुत इम्पोर्टेन्ट छ हाम्रो बडीको लागि। अब बुझ्नु पर्ने यहाँ कुरा के छ कि एफरेन्ट आर्टेरियल र इफरेन्ट आर्टेरियल हुन्छ र यहाँनिर बोमेन्स क्याप्सुल हुन्छ र यो बोमेन्स क्याप्सुलमा हाम्रो इपिथेलियल सेल प्रेजेन्ट हुन्छ, दैट इज सिम्पल इपिथेलियल। र सिम्पल इपिथेलियल को पनि तपाईहरुले ट्रिकमा भनिदिए ए बी सी डी ई। ए बाट एल्भोलाई अफ लंग्स हैन, त्यसै बी बाट बोमेन्स क्याप्सुल हैन, सी बाट क्यापिलरीज, डी बाट डिसेन्डिङ, ई बाट एन्डोथेलियम। हामीहरुले बुझ्नु पर्ने कुरा के छ? इपिथेलियल टिस्यु को सिम्पल स्क्वेमस ए बी सी डी ई बाट बी बाट बोमेन्स क्याप्सुल आउँछ। यो बुझ्नु पर्ने कुरा चाहिँ यो चाहिँ सानो ट्रिक थियो। अब कुनै पनि कुरा यदि हामी खान्छौं, सबभन्दा पहिला त हामीले अर्गेन बुझ्नु पर्छ। दिस इज बोमेन्स क्याप्सुल हैन, त्यसको तल पीसीटी छ, त्यसपछि छ डीएलओएच अर्थात डिसेन्डिङ लूप अफ हेनले तल गइरहेछ। त्यसपछि छ यो दुवैलाई हामी भन्छौं कि एसेन्डिङ लूप अफ हेनले। र यहाँनिर हामी कुनै बुकमा हेर्छौं नर्मली यस्तो हुन्छ के, यहाँ देखि थिक एसेन्डिङ लूप अफ हेनले हुन्छ, थिक एसेन्डिङ लूप अफ हेनले हुन्छ, यो थिक अलि हुन्छ। त्यसपछि डीसीटी हुन्छ हैन, डिस्टल कन्भोल्युटेड ट्युबुल्स हैन, जहाँ एडीएच ले काम गर्छ। त्यसपछि हुन्छ कलेक्टिङ ट्युबुल र लास्टमा हाम्रो युरिन हामी सेक्रेट गर्दिहाल्छौं। अब यहाँनिर बुझ्नु पर्ने कुरा हामीलाई सबभन्दा इम्पोर्टेन्ट के छ नि कि हाम्रो धेरै जसो कुराहरु प्रत्येक ठाउँमा सिक्रेट हुन्छ के, प्रत्येक ठाउँमा अब्जर्भ हुन्छ र धेरै जसो कुराहरु इलिमिनेट पनि हुन्छ। तर एब्जर्भ जसरी ग्लुकोज, प्रोटिन र नर्मली ब्लडहरु चाहिँ यही एब्जर्भ गरिन्छ। तर ग्लुकोज वान अफ द भेरी इम्पोर्टेन्ट ट्रान्सपोर्टर दैट इज एसजीपीएलटी हुन्छ, यहाँनिर प्रेजेन्ट हुन्छ के त्यो। अब यसले गर्दाखेरि हाम्रो ग्लुकोजहरु ओभरटेक हुन्छ के फेरि बडीमा, किनभने ग्लुकोज युरिनमा आउनु परेन के। दैट इज अ पैथोलॉजिकल कंडीशन व्हिच इज प्रेजेन्ट वेयर देयर इज प्रेजेन्ट अफ ग्लुकोज इन द युरिन, दैट इज ग्लाइकोसिलुरिया। तो त्यो आउनु परेन, यहाँनिरबाट नै सेक्रेट अब्जर्भ भइहाल्छ। धेरै जसो कुराहरु अब्जर्भ हुन्छ, प्रोटिनहरु पनि अब्जर्भ भइदिहाल्छ यहाँनिरबाट, किनभने प्रोटिन पनि आउनु परेन के, प्रोटिन युरिया भइहाल्छ। त्यसपछि ब्लड पनि आउनु परेन, ब्लड आयो भने हेमाचुरिया भइहाल्छ। त्यसपछि अब हाम्रो बुझ्नु पर्ने कुरा इम्पोर्टेन्ट कुराहरु भनिदिरहेछु तपाईलाई। अब डिसेन्डिङ लूप अफ हेनले छ, डीए डिसेन्डिङ लूप अफ हेनले, डी अब लूप अफ हेनले छ त हामीहरु डिसेन्डिङ लूप अफ हेनले र एसेन्डिङ। त डिसेन्डिङ लूप अफ हेनले चाहिँ परमिएबल टु के हुन्छ? परमिएबल टु के हुन्छ? H2O हुन्छ, अर्थात पानीसँग परमिएबल हुन्छ। पानी यहाँनिरबाट जान आउने सक्ने हुन्छ के। र अब हाम्रो डिसेन्डिङ को कुरा सक्यो। अब यहाँनिर एसेन्डिङ लूप अफ हेनले हुन्छ नि, यो पुरै यो हाम्रो सोडियम
र अरु पनि इलेक्ट्रोलाइटहरुसँग के हुन्छ यो पर्मिएबल हुन्छ के पर्मिएबल हुन्छ यो पर्मिएबल हुन्छ यो हाम्रो जुन छ नि एसेन्डिङ लुप अफ हेल्थ त्यो अब डीसीटी मा कस्तो हुन्छ नि जसरी अब हाम्रो बडीको हाइपोथैलेमसले प्रोड्युस गरिरहेको हुन्छ हैन कोर्टिकोट्रोपिक हार्मोन हैन एड्रिनोकोर्टिकोट्रोपिक हार्मोन र त्यो जुन कि अब सरी यहाँ एल्डोस्टेरोन हार्मोन हुन्छ है एलडीओएसटीईआर एल्डोस्टेरोन हार्मोन र एल्डोस्टेरोन हार्मोनले यहाँ त्यो एक्ट गर्छ र यसले गर्दाखेरि हाम्रो बडीको इलेक्ट्रोलाइटहरु कति बाहिर जानु पर्ने र कति भित्र आउनु पर्ने त्यो पनि कुरा गर्छ अर्को कुरा डीसीटी मा डाइरेक्ट हाम्रो हाइपोथैलेमसबाट पानीलाई पनि कन्जर्भ गर्नको लागि के आइरहेको हुन्छ मेसेज आइरहेको हुन्छ जस्तै कुनै मान्छे भुकै छ धेरै दिन भुकै छ रे प्यास छ के धेरै प्यासा छ अस्तिको भिडियो पनि अस्मोलारिटी अफ युरिन पनि म हेर्नु होला यसकै डिस्क्रिप्सनमा छ र यहाँनिर कस्तो छ कुनै पनि मान्छे प्यासा छ भने त्यहाँनिर अब यहाँनिरबाट पनि पानीलाई के गर्दिने फेरि एब्जर्ब गराइदिने बडीमा त्यो काम गर्छ डीसीटी ले र डीसीटी पछि अब हामी कुरा गर्छौं कलेक्टिङ डक्टको त्यो कलेक्टिङ डक्टमा पनि सर्टेन कुराहरु हुन्छ जसले एब्जर्ब गर्छ लास्टमा र त्यसपछि यहाँनिर लास्टमा युरिन हुन्छ के युरिनमा पनि सर्टेन कुराहरु हुन्छ जुन कि म अर्को भिडियोमा भन्छु आजको भिडियोमा सर्टेन स्ट्रक्चर अफ नेफ्रोन भनेर कहाँनिर खासमा के कुराहरु एब्जर्ब हुन्छ जसरी यहाँनिर हाम्रो ग्लुकोज प्रोटिन हैन एमिनो एसिड त्योहरु डेरिभेटिभ्स र ब्लड्स त खासमा यहीँदेखि त्यो भइहाल्छ त्यसपछि हाम्रो डिसेन्डिङ लुप अफ हेल्थले पर्मिएबल टु के छ वाटर छ र त्यसपछि हाम्रो एसेन्डिङ लुप अफ हेल्थले छ त्यो के छ पर्मिएबल टु सोडियम छ इलेक्ट्रोलाइट छ त्यसपछि डीसीटी छ जहाँले एल्डोस्टेरोनले एक्ट गर्छ र वाटरलाई एब्जर्ब गर्छ र म बीपी वाला भिडियोमा पनि सम्झाएको छु त्यो पनि यही डिस्क्रिप्सनमा छ र कसरी लङ टर्म बीपी मेकानिजम रास सिस्टम अर्थात रेनल एन्जियो सिस्टम एल्डोस्टेरोन रेनल एन्जियोटेन्सिन एल्डोस्टेरोन सिस्टम र त्यो रेनल एन्जियोटेन्सिन एल्डोस्टेरोन सिस्टम पनि बीपी लो बेला एक्टिभेट गर्छ र यहाँनिर इलेक्ट्रोलाइटहरुलाई एक्सक्रिएट हुन दिदैन र यति कुरा बुझिसकेपछि तपाईहरु अलि पढ्नमा पनि तपाईलाई राम्रो लाग्छ इन्ट्रेस्ट आउन थाल्छ र यो भिडियो चाहिँ पुरै बेसिक कन्सेप्टमा आधारित छ र यति भन्दै आजको भिडियोबाट माइ सेल्फ मिस्टर अनिल यहीबाट बिदा लिन चाहन्छु र अर्को भिडियोमा केही अर्को टपिक लिएर आउँछु तबसम्मको लागि बाइ बाइ टेक केयर